रिजल्ट Let's go. साँचोमा आइसकेछ। अब तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ। तपाईहरुले सबभन्दा पहिला गुगलमा होस्, क्रोममा होस्, जहाँ पनि गएर तपाईहरुले HRMS NSONEPL nepal.gov.np.login मा क्लिक गर्नु होला, सर्च गर्नुस्। अनि त्यसपछि तपाईलाई नेशनल स्ट्याटस अफिस भन्नाले थ्याङ्क कार्यालयको यसरी खोल्नु होला। अनि खोलेपछि तपाईले एकैछिन है, खोलेपछि यो वेबसाइट खोलिन्छ है। अनि यो वेबसाइट खोलेपछि है, अनि के हो, अब हामीले यहाँबाट हेर्न सक्यो। यसरी हेर्नुस्, जस्तै यो छ नि रिजल्ट आएको। यदि सर्टलिस्ट आएछ भने गणनाको हामीलाई हेर्ने कसरी हेर्नु, के लेखेको छ हाइलाइट, के लेखेको छ यहाँ नेपाल व्यवसाय कुखुरा पालन सर्वेक्षण 8182 हैन, लिनामी सूचना 1 हेर्नु। यदि रिजल्ट आएको छ भने सर्टलिस्ट यहाँ हामीलाई हेराउँछ। यसरी गरेपछि हामीले यहाँ लेखेको हुन्छ गणक 2082 सर्टलिस्ट है। यदि यहाँबाट पनि तपाईलाई हेर्न भएन, यहाँबाट पनि तपाईलाई यदि मिलेन भने हामीले यहाँ 3 लाइनमा क्लिक गर्नु होला है। 3 लाइनमा क्लिक गरेपछि यहाँ सूचना केन्द्रमा जानुस्। कहाँ जानुस्? सूचना केन्द्रमा। सूचना केन्द्रमा गएपछि यहाँ सूचनाहरुमा पनि थिच्दा हुन्छ, हैन भने यो प्रकाशनमा थिच्नु। केमा थिच्नुस्? प्रकाशनमा। सरी एकैछिन है, प्रकाशनमा थिच्नुस्। थिचेपछि के हुन्छ, यहाँ आज के प्रकाशन भएको त्यो सबै कुरा देखिन्छ। यहाँ पनि हेर्नुस् केही प्रकाशन यहाँ भएको छैन है, जस्तो सर्टलिस्ट आएको छ कि छैन वास्तविक। किनभने मैले यो भिडियो किन बनाएको छु तपाईहरुको लागि भनेको, जुन चाहिँ धेरै मतलब भन्नाले के भन्नु, धेरै युट्युब च्यानलहरुमा, धेरै कहाँ न्युजहरुमा त्यो भइराछ कि सर्टलिस्ट आइसकेछ। सर्टलिस्ट आएको थियो, त्यो साँचो कुरा हो। तर केही प्राविधिक कारणले वेबसाइटले केही अब हुन सक्छ मिस्टेक भएको होला, या केही कोडिङ सोडिङ केही या त्यो मिस्टेक हुन सक्छ। त्यस कारणले सर्टलिस्ट के भयो त यहाँ आएको थियो सर्टलिस्ट है। यहाँ के भन्छ सूचनाहरुमा कता केन्द्र, सूचना केन्द्रमा यसरी थिचेपछि सूचनाहरुमा यसरी थिच्नु हुन्छ नि। अनि यहाँ सर्टलिस्ट यहाँ देखाइरहेको थियो फर्स्टमा, अनि अहिले सर्टलिस्ट यहाँबाट हटाएको छ। त त्यसैले तपाईहरुले आतिनु पर्दैन। सर्टलिस्ट आउँछ नै, आज नभई भोलि आउँछ, तर आउँछ किनभने त्यो केही कारण प्राविधिक कारण हटाइदिएको छ। तपाईहरुले सर्टलिस्ट आउँछ भने यही च्यानलबाट सबभन्दा पहिले भनौं सकेसम्म यो च्यानलमा अपलोड गर्ने नै छु, किनभने तपाईहरुकै लागि यो च्यानल छ, तपाईहरुकै च्यानल छ। त्यसैले तपाईहरु यो च्यानललाई सब्स्क्राइब अनि शेयर लाइक गर्नु होला। र तपाईहरुलाई रिजल्ट आउनु भन्दा पहिला तपाईहरुलाई बेस्ट विश। तर एउटा कुरा, रिजल्ट आउनु भन्दा पहिला तपाईहरुले रिजल्ट चेक गर्नको लागि तपाईहरुसँग हुनुपर्ने कुरा आवेदन नम्बर, आवेदन दर्ता नम्बर, जुन चाहिँ तपाईलाई फर्म भर्ने बेलामा तपाईलाई दिएको थियो, जुन चाहिँ त्यो तपाईहरुसँग छ कि छैन अहिले खोजेर तपाईहरु राख्नुस्। यदि यो रिजल्ट पब्लिश भएपछि तपाईहरुलाई यही नम्बरले तपाईहरुलाई के गर्छ, रिजल्ट चेक गर्नमा सहयोग पुर्याउँछ है। अनि त्यसपछि रिजल्ट आएपछि इन्टरभ्यु कहिले हुन्छ, इन्टरभ्युमा प्रश्न के सोधिन्छ, त्यसपछि कार्यले काम कहिलेदेखि हुन सक्छ, अनि त्यसपछि सर्टलिस्ट आएपछि के गर्ने, कहाँ जाने, सबै कुरा यही च्यानलबाट हामीले पब्लिश गर्ने नै छौं। त्यसैले तपाईहरु कृपया बी पोजिटिभ, मतलब तपाईहरुको रिजल्ट आउनै छ। रिजल्ट आएको थियो, केही कारणकै प्राविधिक कारण हटाएको छ, फेरि तपाईहरुको रिजल्ट यही च्यानलमा आउने छ। आज 11 गते भन्दै थियो, 10 गते, तर 11 गते लेटसम्म भन्दै थियो। 11 गते आज हेर्नुस्, रिजल्ट आउँछ नै, आज आएन भने भोलिसम्म आउँछ, तर रिजल्ट आउँछ। तपाईहरुको नाम पनि आउने नै छ। त्यसको लागि बेस्ट अफ विश। अनि कमेन्टमा तपाईहरु ओम लेख्नुस्। तपाईहरुको के छ, ओम लेखेपछि तपाईहरुको भगवानले प्रार्थना सुन्छ अनि तपाईहरुको नाम कृपया के हुन्छ सर्टलिस्टमा आउँछ नै। त्यसको लागि बेस्ट विश, हार्दिक छ। अनि त्यस्तै गरेर केही अनि कमेन्टमा तपाईहरु कृपया के भन्नुहुन्छ, तपाईहरुले यदि चेक गर्नु भएन भने तपाईहरु आफ्नो रेजिस्ट्रेसन नम्बर मलाई के भन्नु कमेन्ट गर्दिनु होला। अनि कमेन्टमा ओम पनि लेख्नुस्। अनि कमेन्टमा प्लिज
बी पोजिटिभ कमेन्ट गर्नुहोला। धेरैले विभिन्न च्यानलहरूमा विभिन्न ठाउँहरूमा हाम्रा मित्र सरहरूले भन्नुभएको छ कमेन्ट अन्यथाको गरेको थियो, तर तपाईँहरूकै लागि नै हामी जति च्यानल जति सरहरू हुनुहुन्छ सबैले तपाईँहरूको लागि नै के हेल्प एउटा सहयोग होस् भनेर एउटा च्यानल खोलेछ। तपाईँहरूको लागि नै यति गरिरहेछ। सो प्लिज कमेन्टहरू गर्नु छैन भने नगर्नुहोस्, तर कमेन्ट गर्नु छ भने अलि राम्रो कमेन्ट गर्नुहोस्। हुनसक्छ कसैको कमेन्टले कसैलाई असर पर्न सक्छ, त्यसैले तपाईँहरू प्लिज कमेन्ट गर्नुहोस्। तपाईँहरूलाई यदि यो च्यानलबाट फाइदा भइरहेछ त तपाईँहरू यो च्यानललाई सब्सक्राइब गर्नुहोस्, कमेन्ट राम्रो गर्नुहोस्। तपाईँहरूलाई केही सहयोग चाहियो भने हामी सहयोग गर्ने नै छौँ। धन्यवाद र तपाईँको सबैजना राम्रो रहोस्, तपाईँ पनि राम्रो रहोस् अनि तपाईँको नाम आउँछ नै सर्टलिस्टमा, त्यसको लागि अग्रिम बधाई र बेस्ट विसेस। धन्यवाद। तपाईँहरू च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। बेस्ट अफ लक।